सो हेलो गाइज वेलकम छ तपाईँलाई मेरो नयाँ ब्लगमा। तो गाइस आज हम बना रहे हैं ब्लो जॉब। तो अरे भाई ब्लो जॉब नहीं ब्लॉग होता है। हाँ ठीक ठीक। तो हेलो गाइस आज हम बना रहे हैं ब्लॉग और मेरे चैनल को सो त्यही हो, अहिले चाहिँ हामी पाङ्गा पुस्न लागिसक्यो होइन। अनि यसो हेर्दाखेरि भ्यूहरू चाहिँ यस्तो छ। यता चाहिँ हाम्रो फुटसल ग्राउन्ड छ होइन। त्यता फुटसल खेल्ने केटाहरू पनि यता खेलिरहेछ। सो पाङ्गातिरको भिडभाड चाहिँ त पाङ्गातिर गएर उता गुम्बातिर जाऊँ भनेको होइन। गुम्बातिर जान लागेको खासमा चाहिँ। अनि गुम्बाको सिन हेर्नको लागि चाहिँ हाम्रो ब्लगमा जोडिरहनु होला, त्यही भन्न चाहन्छु। सो अस्तिको हाम्रो भिडियोमा नै सबैजनाले माया गरिदिनु भएको थियो, त्यसको लागि नि थ्याङ्क यू भन्न चाहन्छु। गुम्बा चाहिँ यता किर्तिपुरको चाहिँ हो। किर्तिपुर गुम्बा चाहिँ आज जाने भनेर आएको छु, खै कस्तो हुन्छ त्यसको लागि चाहिँ अन्तिमसम्म जोडिनु होला। जान लाग्छु, त्यहाँ देखिसक्नु भयो होला तपाईँले गुम्बा नि। यता बस्ने मान्छेहरू बस्ने धेरै हुन्छ, किनकि यता शीतल पनि हुन्छ नि त। गुम्बानिर चाहिँ मान्छेहरू यसो शीतल खान नि हावा खाना नि फ्रेस हुन नि यता तरकारी बजार नि एकदम सस्तो लाग्छ, तपाईँहरूलाई पनि थाहा नै होला। यहाँ चाहिँ तरकारी बजार नि सस्तो लाग्छ। तर ब्याड लक के हो, ब्याड लक तर चाहिँ अफ भइसकेको छ। त्यही पनि हामीले बाहिरबाट भ्यू देखाउने प्रयास गरेँ, सरी त्यसको लागि चाहिँ। आज चाहिँ हामी भित्र चाहिँ जान सकिएन, तर यहाँ बस्नेको भिड चाहिँ धेरै नै छ होइन। सो हावा खानालाई चाहिँ मान्छेहरू चाहिँ आउनुहुन्छ। अनि त्यसपछि हामी लाग्यो उता बजारतिर, बजार भन्दा नि तरकारी पसलतिरहरू भनौँ। अब तरकारी पसलको लागि पनि थोरै तरकारी लिनु थियो। अनि यहाँको माहौल पनि हजुरहरूलाई देखाउँ भनेर यहाँ चाहिँ कस्तो राम्रो राम्रो सुन राखिदिइरहेको कि। अब यसो हेऱ्यो त्यो पनि होइन। अनि तलतिर गयो हामी चाहिँ, जाँदाखेरि चाहिँ त्यहाँ नि मान्छेहरू चाहिँ टन्नै थियो होइन। त्यो देख्दाखेरि पनि छ किर्तिपुरमा नि मान्छे छैन भन्ने छैन होइन, एकदम चाप छ भन्ने टाइपको जस्तो लाग्यो होइन। यहाँ तरकारी बेच्ने देख्न सक्नुहुन्छ। अहिले चाहिँ यस्तो तरकारी बेच्नलाई बसिराख्नु भएको छ। सो एकछिनपछि के हुन्छ त्यसको माहौल पनि हेरौँला होइन। गाह्रो छ काम गरी खानाले, जस्तो जस्तो मलाई चाहिँ हिजो यता भिडियो बनाउँदाखेरि जाँदाखेरि चाहिँ एकदम लाग्यो होइन त्यो कुराहरू चाहिँ मलाई। तल जाँदा 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 जाँदै पनि एकदम भिड थियो, ठिक छ बुझेँ। अनि त्यसपछि बिचमा के भइदियो भनेपछि उता बेचिरहेको थियो राम्ररी नै, बिचमा नगर प्रहरी आयो कि, त्यो बेला चाहिँ मैले भिडियो बनाउनु पाएन। अब चाहिँ उता बेचिरहेको मान्छेहरू सबै डाको सब टाउकोमा झुन्ड्याएर होइन एकदम यतातिर आइरहेको थिएँ। त्यो देख्दाखेरि पनि दुःख नि लाग्यो। त्यो त्यहाँनिरको सिन मैले एकजना अङ्कललाई मैले चाहिँ त्यसपछि उहाँ अङ्कललाई सोधेँ होइन। उहाँले चाहिँ के भन्नुभयो तपाईँहरू आफै देख्नु। त्यहाँ हुनुहुन्थ्यो, यता किन आउनु? नगरपालिका यति बेच्न दिँदैन है। ए ठिक छ। सो त्यो कुरा नि तपाईँले सुनिसक्नुभयो होइन। अलि गरी खान नि गाह्रो छ होइन। अब बिचरा तरकारी बेचेर फलफुल बेचेर पनि गाह्रो छ। सो त्यसपछि चाहिँ हामी आफ्नो रुमतिर जानलाई निस्क्यौँ, किनकि साँझ नि भइसकेको थियो। आजको लागि चाहिँ सरी होइन, गुम्बाभित्रको सिनहरू चाहिँ देखाउन पाइएन, त्यसको लागि। अब नेक्स्ट टाइम चाहिँ म पक्कै पनि तपाईँहरू माझ गुम्बा लिएर आउनेछु। त्यसपछि चाहिँ हामी घरतिर लाग्यो। सो यतिसम्म हेरिदिनु भयो तपाईँहरू सम्पूर्णलाई थ्याङ्क यू भन्न चाहन्छु।